सो गाइज अब चाहिँ हामी यो भाइको हामीले प्रोनेसन र राइजिङ र ब्याक प्रेसर लिफ्ट्सहरू हामीले टेस्ट गर्न लागिरहेको छौँ। यो भाइको नाम के हो भनिदिनु त भाइ? फेरि भन त। शुभम प्रधान। ल भाइको क्लास कति क्लासमा पढ्छौ? 5 क्लासमा। र बडी वेट कति हो भाइको? 57। भाइ कहाँदेखि हो? भाइ कुन ठाउँदेखि हो? फुलकोट कहाँ पर्छ? माथिल्लो बजार कहाँ पर्छ? ल भाइ यो भाइ चाहिँ सिन्धुली खुरकोटदेखि हो र भाइको वेट 57 हो। लेट्स सी अब भाइको फर्स्ट लिफ्ट हुन गइरहेको छ प्रोनेसन। सो लेट्स सी भाइले कति रेप्स आउँछ र कतिसम्म लिफ्ट हान्न सक्छ, उसको पिआर कति हो, लेट्स सी है। सो गाइस अब चाहिँ उसले यो भाइले चाहिँ हाम्रो गर्न लागेको छ 6 केजीको प्रोनेसन है। सो तलबाट सुरु गरौँ है हामी। ल गो। ल यहाँ सक्नुहुन्छ, फेरि गर तपाईँ। ल अलि फर्ममा राम्रो नमिले पनि उसले गरिरहेछ। ल अब चाहिँ हामी 9 केजीको हामीले राख्न गइरहेको छौँ यो भाइकोलाई। 9 केजी उसले सक्छ कि सक्दैन प्रोनेसनमा है। अलिकति हाम्रो बेल्ट लामो भएको कारणले हामीले एङ्गल चेन्ज गरेर गरिरहेको छौँ प्रोनेसन। 9 केजीको प्रोनेसन उसले गर्न गइरहेको छ। ओके ल भाइ गो। मामा हेट 9 केजीमा फेल भयो भाइ। ल फेरि ट्राई गर। ल अलिकति फेरि ट्राई गरेर सक्छ होला। 9 केजी प्रोनेसन फेल। ल हाम्रो 9 केजीको उसले प्रपर प्रोनेसन फर्ममा उसले प्रोनेसन हान्छ। ल भाइ आरामले टाइट बनाऊ, हातलाई पुरै टाइट। अब यसलाई यस्तै उचाल। ल गो। ल 9 केजी हानिदिइसक्यो यो भाइले हाम्रो। ल झारा। सो यो फर्ममा चाहिँ उसले प्रोनेसन हान्यो है। ल 12 केजी उसको प्रोनेसन झऱ्यो, ल भाइ 9 देखि 10 केजीको उसको म्याक्स प्रोनेसन रहेछ। ल गो उचाल। भाइको ब्याक प्रेसर त्यही राइजिङ र प्रोनेसन त्यही अराउन्ड 8 देखि 10 केजीकै बिचमा रहेछ है।